फाइनली गाइज आज चाहिँ मेरो मम्मी र म धरातर्फ लागिरहेको छौँ किनकि धरा चढ्न मन गरेको कारणले गर्दा चाहिँ मेरो मम्मी र म धरातर्फ लागिरहेको छ है त गाइज। सिन त एकदमै बबाल देखिरहेको थियो किनकि म फर्स्टचोटि देखेर पनि होला किनकि काठमाडौँ आइसकेपछि मैले धरा चढेको थिइनँ र मेरो मम्मीले पनि चढाएको थिइनँ र मेरो मम्मी चाहिँ एकदमै आतुर हुनुहुन्थ्यो त्यो धराको टपबाट काठमाडौँ सिटी हेर्नको लागि। धरा त आयो तर धरामा चढ्ने मान्छे धेरै भएको कारणले गर्दाखेरि चाहिँ अलिकति नमिठो नरमाइलो भयो र मैले भ्लग बनाउन थालेँ र मान्छेहरूको भिड चाहिँ एकदमै बबाल थियो किनकि अरू चढ्ने मान्छे पनि एकदमै बबाल थियो र किनकि काठमाडौँको सेतो टावर भनेर चिनिने यो धरा एकदमै राम्रो लाग्यो, तपाईँहरूलाई पनि एकदमै राम्रो लाग्यो होला र मेरो मम्मी र म चाहिँ भित्रको सिन देखेर एकदम छक्क पऱ्यो र अरूले पनि फोटो खिचिरहेको थिएँ, भिडियो बनाइरहेको थिएँ र म पनि भिडियो बनाउन मन लागेको कारणले गर्दा तपाईँ सामु भिडियो बनाउँदैछु र म पनि एकदमै हिँड्दैछु धराको टपबाट तपाईँहरूलाई सिन देखाउनेछु, प्रतीक्षा गर्नुलाई त गाइस। धरा कस्तो लागेको छ मम्मी? कत्रो छ धरा? ठुलो छ है? धरा चढ्नु मन छ नि तर अब सिडी हिँड्नुपर्छ र कता लाइनको अवस्था यस्तो रहेको छ र धराको अवस्था यस्तो लाइन छ एकदम धरा चढ्ने लाइन यस्तो जाम छ कि गाइज भन्ने नहुने। अब प्रवेश गरिँदैछ तल एक तला त आइसक्यो लाइन चाहिँ बबाल छ। तीन तला प्रवेश भयो आइसक्नु पऱ्यो बिस्तारै हिँड्न नाति बिस्तारै हिँड्ने कि बिस्तारै बढी भित्रदेखि बाहिर भित्र एकदम बबाल रहेको छ, थाकिसकेको छ गाइस। अनि तलको यो पार्क चाहिँ हाम्रो त्यही पनि एकदम म त थाहै छैन, मेरो मन थाहा भएर यहाँ विश्राम गरेर पछाडिको भ्यू हेरिँदैछ एकदम बबाल, एकदम हिमालयको टाकुरा पनि एकदम बबाल देखिन्छ गाइस है। हाम्रो मम्मी भन्दै भएको छैन चिच्चिक हिँड्नु पर्दा मम्मी चिच्चिक हिँड्नु पर्दा 9 तला आइसक्यो गाइस। लगभग 10 तलाको अन्तरालमा आइसकेको छ हामी, 10 तला छ जस्ट। बाह्र तला आयो थाङ्नु भयो क्या? थाङ्नु भएको छैन गाउँले हो नि त है। मलाई थाहा भएर गाई अब त्यो पुलिसमा आफैले यहाँ त्यस्तो लागि भइसक्यो त्यस्तो लागि लगभग 13 पार गइसकेको छु, 14 फ्लोर पार गइसकेको भाइ। 14 फ्लोर पार गइसकेको 15 के भयो सक्नु भएन एकजना यता घुम्यो यता आउँछु नि त यहाँ आउनु। कति फ्लोर पार गऱ्यो हामी? कति फ्लोर पार गऱ्यो? कति फ्लोर पार गऱ्यो? कति कोठा पार गऱ्यो हामी? सिडी 15 फ्लोर पार गर्दाखेरि कति गर्नुभएको लाइन गर्नु त थाल्नु भ्यू चाहिँ रहेछ गाई बबाल एकदम काठमाडौँ एकदम बबाल सिटी एकदम बबाल भित्र छ। माथि
मलाई माथि पुग्छ न बस्न आदैछु के मम्मी के भएको छैन नि थाक्यो बिस्तारै हिँड्नु नि त रेस्ट मैले बडी थाक्नु भयो अरे आफै पसिना पसिना निस्किन्छ गाइस मास्क पनि बाटो त भयो एकदम टपमा के हुन्छ र गाइस 19 रोड पार गरेर हामी यताको टार्गेटमा हुन्छौँ रोडको टार्गेट कहाँ रहेछ हामी देखाउँदैछौँ है गाइस 20 फ्लोरको अन्तरापछि धराको टपबाट तपाईँलाई सिन देखाइरहेको छौँ काठमाडौँ सिटी देखाउँदैछौँ कस्तो लाग्यो मम्मी राम्रो लाग्यो राम्रो छ है राम्रो के देख्नु यहाँबाट त्यहाँबाट ए काठमाडौँको कोही घरहरू देखियो देखियो मोबाइल रहेछ है धरहराको टपबाट त एकदमै बबाल दिँदो रहेछ गाइस तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने धरहराको चाहिँ भ्रमण गर्नु होला एकदमै रमाइलो छ गाइस मेरो मम्मी चाहिँ के गर्दै हुनुहुन्छ त्यहाँ के मम्मी कस्तो लाग्यो राम्रो लाग्यो हो ल यता हेर्नु यता हामीलाई पनि एकदमै रमाइलो लाग्यो अरे गाइस र मलाई पनि एकदमै राम्रो लाग्यो फर्स्ट टाइम काठमाडौँको धरहराको टपबाट तपाईँलाई सिटी देख्दाखेरि त मलाई मात्रै होइन तपाईँहरूलाई पनि यहाँ भिजिट गर्नुभयो भने राम्रो लाग्छ र हामी चाहिँ अगाडितर्फ लाग्दैछौँ गाइस तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने यो अवलोकन गर्नु होला है त गाइस